ल गाइज अहिले चाहिँ हामी ट्याक्क लाएर सुटिङमा होइन खर्काको सुटिङमा आएको यहाँ यी टक्क लाएर हाम्रो चाहिँ सुटिङ सकेर पनि यस्तो घुक्के मारेर घुमाउँदैछु। हाम्रो हिरो चाहिँ उहाँ हो, हिरोनीको बुवा। म चाहिँ त्यही लन्ठरामको नाम सिधै राखिदिएको छ मेरो। के भन्छ तिमी? नाम राम्रो छ मेरो, खास राम्रो छ, राम्रो होइन राम्रो छ, तर कोही बात नै। नर्सरीमा आऊ केटाहरू, यहाँ थप परिभाग। यहाँ चाहिँ मान्छेहरू डेटिङ आएर हुन्छन्। एउटा मुरली एउटा काठ जस्तो बनाऊ तपाईँले। कहाँ जस्तो होला यार। के भन्छ खर्कोले? यो खर्काको कुरा सुन्लाजी जिन्दगी जान्छ हो कि नै दाइ? हो कि नै? हो भनिसक्यो भने चाहिँ यसले अब आजबाट चाहिँ मैले भ्लग सुरु गरेँ साथीहरू। 1 10 100 1000 10,000 ओनको डलर राखेर डलर भन्छ नि, ओन हुन्छ। माया साटेर छाडेसी पक्कै बिर्सेला जस्तो छ भन्ने गीतमा हामीले आज सुटिङ हान्यौँ साथीहरू। प्रशान्त तामाङको सम्झनामा हामीले आज राम्रो गीत हान्यौँ साथीहरू। मलाई चाहिँ कोही हाम्रो चाहिँ अब यहाँ परिवार यहाँ चाहिँ डेटिङ आउँछ नि, हेर्न त अब डेटिङ कति आयो कति गयो, अझ आउँदैछन् यहाँ मान्छे आइरहेछन्, अझै नआउने कुरै हुँदैन नि। वर्षा आएर यसले के भन्छ मलाई, या आज चाहिँ हाम्रो यहाँ मिस आउनु भएको छ। हेर्नुहोस् यहाँ हिरोनी, पहिलाको हिरोइन चाहिँ उहाँ हो, पहिलाको हिरोइन चाहिँ हाम्रो उहाँ हो। त्यस पछाडि हाम्रो यस्तो हुँदाखेरि थाहा थियो मलाई हान्छ भन्ने। त्यही त यहाँ कुरा गर्नु पहिला मुले। रिसा भारी गरे मान्छे हेर्नुहोस् यहाँ रिसाले मेसेजमा हुन नि सक्छ यो। कानको उपचार गरौँ त साथीहरू। पहिला कानको उपचार गर्नुहोस् त तपाईँ। के बोल्नुहुन्छ पकर तिम्रो कानको उपचार हुने कि अरे खास बिचार हेर रातो बाजे यस्तो हान्ने यार। वर्षा दिदी तपाईँको राम्रोसँग कुरा गरेर राम्रो हैमा पो हेर्तो या के गिला आयो तर गिला आयो भने एकदम रेस्पेक्टफुल्ली तरिकाले गर, गर्दिन भने नगर। त्यत्रो पुरा मुसु हाँसी त्यही काण्ड गरेर गएर आगो पर बाटोमा उभिएर के पर त्यो पत्ती खेलेर के त्यही होला के। यो विषयमा तपाईँ के भन्नुहुन्छ दिदी? मैले भलक बनाइरहेको छु मैले। ल साथीहरू आज चाहिँ हामी यसो के अरे झिङ्गरो पार्कमा आएर हाम्रो यही वर्षा दिदीको हेलमेट हेर्नुहोस् यहाँ। ठिक छ पक्नु क्या भिडियो बनाउन नपाएको अब हाम्रो चाहिँ सुटिङ सक्यो साथीहरू। हाम्रा रिसा मान्छे त नआएर हामीलाई भात ढाँदैन हालिदिनु, म यही हालिदिनु फेरिमा थम्बनेलमा यही हालिदिनु भन्दाहरू म यही थम्बनेलमा म यही हाल्नु। वर्षा दिदी
राम्रैले दिदी भने पनि तपाईँलाई त पस्दैन त फेरि दिदी के हो अहिले अघि बोल्दाखेरि मन पर्यो अहिले के को दिदी हो र बोल्यो भने त त्यति जिस्किहाल्छ जिस्किन्छ के जिस्किन्छ अल्लाह माइकिन को जिस्किन्छ के त्यसरी हेगो जो जान्न बिराओले शरण पनि त दिदी भन्नुहोस् त तपाईँ राम लाग्दैन त्यस्तो दिदी भनिदिनुहोस् त एक दुई चार शब्द तपाईँले रङै गर्नुभयो आफ्नो गल्तीलाई रियलाइज गर्नु बर्खाल दुईजना लाग्छ म दुईजना माया साटेर छाडेसी माथि बजार गरेर किताब किन्ने मलाई जम्मा चाहिँ के हुन्छ